आज चाहिँ छुट्टीको दिन यसो बिहान बिहान जिम गर्न हुन आएको। ओहो नसकिँदैछ, गाह्रो छ। गर्मी सुरु भयो। यो गर्मीले एक्सर्साइज गर्नलाई पनि गाह्रो बनाउने रहेछ है, गाह्रो बनाउने रहेछ यार। जाडोमा जति सजिलो हुन्छ गर्मीमा अलिकति गाह्रो छ। लास्ट काम छ बाहिर पनि है। ओहो ल यार गाह्रो छ, के गर्ने। स्वस्थ रहनको लागि भए पनि एक्सर्साइज त गर्नै पर्यो होइन। समयको बचत भन्दा पनि फुर्सदको समयलाई यसो सदुपयोग गर्ने माध्यम पनि भयो होइन। र चाहिँ नि आफू यसो हल्का फिट पनि भयो। त्यो हिसाबले पनि एक्सर्साइज गर्नुपर्छ है सबैले। ल एक्सर्साइज गरौँ, हेल्दी रहनु पर्यो होइन। अनि जे जस्तो भए पनि आफ्नो भएको शरीरलाई चाहिँ फिट बनाउनु पर्यो है होइन। कसैको ठुलो कसैको सानो, कोही अग्लो कोही होचो, आफ्नो आफ्नो एउटा बनावट छ शारीरिक होइन। यो शारीरिक बनावटलाई चाहिँ हामीले राम्रोसँग चाहिँ मिलाउनुपर्छ है। स्वस्थ रहनुपर्छ, स्वस्थ राख्नुपर्छ। एक्सर्साइज गरौँ, फुर्सदको समयलाई सदुपयोग गरौँ होइन। रुममा बसेर मोबाइल खेलाएर बसेर समयलाई फाल्नुभन्दा यो पनि एउटा हामीलाई आवश्यक पर्ने कुरा नै हो एक्सर्साइज। त्यही भएर साथीहरू एक्सर्साइज गर्नुपर्छ, स्वस्थ रहनुपर्छ होइन। हामी चाहिँ अरू फाल्टो समयलाई आफ्नो ठाउँबाट सदुपयोग गर्ने हो। त्यही भएर सबैले हेल्थको लागि पनि फेरि सोच्नुपर्छ। हेल्थ इज वेल्थ भन्ने एउटा भनाइ छ होइन। शरीरै भएन भने त वेल्थले पनि के गर्छ र। त्यही भएर पहिलो प्राथमिकता हाम्रो हेल्थ नै हो। स्वस्थ रहनुपर्छ, मस्त रहनुपर्छ अनि सबै कुरा राम्रो हुन्छ है त। ल यस्तै छ। ओहो गर्मी छ यार। गाह्रो छ एक्सर्साइज गर्नलाई। गर्नै पर्यो होइन जसरी भए पनि।